आज माता तीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको सम्मान स्वरूप सृष्टिकर्ता ममताकी खानी सम्पूर्ण आमाहरूलाई कोटी कोटी प्रणाम गर्दै आज हामी हजुरहरूलाई काठमाडौँको पश्चिम भाग चन्द्रागिरी नगरपालिका 6 स्थित माता तीर्थ कुण्डको दर्शन गराउन लैजाँदैछौँ। विशेष गरी आमा नभएकाहरू औँसीको अघिल्लो दिन नै माता तीर्थमा गएर आमाको सम्झनामा बत्ती बाल्ने, जागराम बस्ने र बिहानै कुण्डमा स्नान गरी तर्पण दिने गर्दछन्। श्रद्धालुले त्यहाँ रहेको आमाको प्रतिमाको दर्शन गरी फूल प्रसाद चढाउने गर्दछन्। आजको दिन यहाँ स्नान गर्नाले छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रहिआएको छ। यही विश्वासको साथ हरेक वर्ष वैशाख कृष्ण पक्ष औँसीको दिन जन्मदाता आमालाई सम्मान प्रकट गर्नेहरूको यस स्थानमा निकै नै ठूलो घुइँचो देख्न सकिन्छ। आमालाई मनपर्ने खानेकुरा खान दिने, वस्त्र लगायत उपहार दिने र आशीर्वाद लिने चलन रहेको यस दिन आमाबाट टाढा रहेकाहरूले टेलिफोन गरेर आशीर्वाद लिन्छन्। आजकल सामाजिक सञ्जालमा आमाको तस्बिर राखी श्रद्धा प्रकट गर्ने चलन बढेको छ। अन्त्यमा सबै सन्तानहरूलाई आमाप्रतिको कर्तव्य पालना गरी आमालाई सधैँ खुसी राख्न आग्रह गर्दै सबै आमाहरूलाई उहाँहरूको सुस्वास्थ्य सदैव सन्तानको साथ अपार खुसी र सुखमय दीर्घ जीवनको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। ह्यापी मदर्स डे।